पछिल्लो 2 दिन चाहिँ मेरो लागि यो महिनाको सबैभन्दा अनौठो दिनहरू थियो किनकि मैले पटक्कै पनि सोचेको थिएन कि यो 2 दिन भित्र मैले आफ्नो दिमागमाथि यति धेरै बोझ क्रिएट गर्नुपर्छ। यस गाइस, जस्तो कि तपाईहरुलाई थाहा नै छ हाम्रो न्यू प्रोजेक्ट जसमा चाहिँ हामी बनाउँदै छौं एउटा टिप्पर र मलाई थाहा थिएन हामी टिप्परको लागि कुन चाहिँ टायर युज गर्न जाँदै छौं। सो हामी गयौं असन लिएर आयो यो साइजको सानो सानो टायर्सहरु किनकि मलाई लागिरहेको थियो कि हामी टिप्परमा पनि यही नै युज गर्छौं किनकि यो भन्दा पहिला हामीले बनाएको थियो एउटा ट्रक जसमा चाहिँ हामीले यही साइजको टायरहरु युज गरेको थियौं एन्ड मलाई लागेको थियो हाम्रो यो टिप्पर बनाउने प्रोजेक्टमा पनि हामी यही नै टायरहरुलाई युज गर्छौं। बट त्यहाँनिर चाहिँ म एकदमै गलत थिए किनकि जब हामीले हाम्रो यो डिफरेन्शियल बनायौं त्यसको साइज यति धेरै ठुलो भयो कि हाम्रो यो टायर भन्दा डिफरेन्शियलले पहिला जमिनमा टेक्न थाल्यो एन्ड यो टायरको लुक्सहरु पनि हाम्रो टिप्परसँग पटक्कै पनि म्याच गर्दैन किनकि मलाई यसपालि चाहिएको छ एउटा पर्फेक्ट लुक भएको गाडी। सो हामीले यो टायरहरुलाई रिजेक्ट गर्यो। सेकेन्डमा चाहिँ हामीले यो फर्महरुलाई युज गरेर टायर बनाउन डिसाइड गर्यो। सो फर्महरुलाई जम्मा गरेर हामीले एउटा टायर बनाउन त बनायो बट त्यो पनि सक्सेस हुन सकेन। सेकेन्ड अप्सन थियो यो काठको टायरहरु बनाउने जस्तो कि मैले आफ्नो जेसीबी को लागि बनाएको थिएँ बट त्यो काठको टायरहरु बनाउनलाई चाहिँ एकदमै धेरै टाइम अनि मेहनत पनि लाग्छ अनि त्यति धेरै पर्फेक्ट पनि बन्दैन किनकि मसँग त्यसको लागि पर्फेक्ट सामानहरु पनि छैन। सो म बसेर सोचिरहेको थिएँ कुनै पनि आइडिया आइरहेको थिएन बट सडनली मलाई एउटा यस्तो कुराको याद आउँछ जसले हाम्रो प्रोजेक्टलाई नेक्स्ट लेभलमा लगेर छोडिदिन्छ। यस गाइज, केही दिन पहिला हामीले एउटा भिडियो सुट गरेको थियौं युट्युबमा हाल्नको लागि बट अनफर्चुनेटली त्यसलाई हामीले अपलोड गर्न सकेनौं। त्यो भिडियो चाहिँ थियो हाम्रो यो गाडीको। यो गाडी जुन चाहिँ एउटा टिप्परको नै बेस थियो बट यसमा धेरै प्रब्लमहरु पनि थियो सो यो प्रोजेक्ट सक्सेस हुन सकेन। बट यो फेल भएको प्रोजेक्ट देखेर मलाई आयो एउटा सुपर आइडिया। यस गाइज, यसको जुन टायरहरु छ यो एकदमै पर्फेक्ट छ हाम्रो टिप्परको टायरहरु बनाउनको लागि। सो हामीले यसको टायरहरुलाई काट्यो र हामीले लिएको यो टायरहरुको भित्रको रिङलाई निकालेर चाहिँ हामीले यसमा फिट गर्ने कोसिस गर्यो। सुरुमा चाहिँ एकदमै धेरै गाह्रो भइरहेको थियो। मलाई थाहा थिएन यो आइडियाले काम गर्छ कि गर्दैन बट लक्कीली यो आइडियाले एकदमै राम्रोसँग काम गर्यो र हामीले रेडी गर्न सक्यौ हामीले चाहे जस्तो खोजे जस्तो यो टायर्सहरुलाई। बट यहाँनिर मैले एउटा मिस्टेक गरेको थिएँ। यसलाई जब म घोटिरहेको थिएँ मैले मास्कको युज गरेको थिएन। सो त्यसको धुलो चाहिँ मेरो घाँटीमा गयो कि खै आई डोन्ट नो, मेरो घाँटी एकदमै धेरै दुखिरहेको हैन। सो तपाईहरु पनि यस्तो कामहरु गर्दै हुनुहुन्छ भने चाहिँ मास्क चाहिँ लगाउनु होला। सो गाइस, यही नै थियो आजको भिडियो जसमा हामीले हाम्रो टिप्परको लागि कसरी एउटा पर्फेक्ट साइजको टायरहरु क्रिएट गर्यो। बट यो त थियो एउटा मात्र प्रब्लम एन्ड आई नो हामीले यो टिप्पर बनाउँदै गर्दा अझै कति धेरै प्रब्लमहरु आउँछ बट केही छैन। जबसम्म तपाईहरुले हामीलाई साथ सपोर्ट गर्नुहुनेछ तबसम्म हामीले हरेक प्रब्लमको सल्युसन निकाल्ने कोसिस गर्नेछौं। सो यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला एन्ड हामी छिटै नै भेट्नुहुनेछ हाम्रो अर्को इन्ट्रेस्टिङ भिडियोमा। तबसम्मको लागि बाइ बाइ, टेक केयर।